So, fourth equation of motion मा कुरा गर्नुहुन्छ भने त्यही अगाडिकै कुरा छ, यसमा रिलेटेड छ है, एक अर्कासँग रिलेटेड छ। हामीलाई थाहा छ त्यही हियर के गर्नु पर्यो त, सबैभन्दा पहिला हामीले कुरा गर्नुहुन्छ भने यसमा डिस्टेन्स ट्राभल यस बराबर हुन जान्छ ए त्यही कुरा हुन जान्छ एकदम है। एभरेज भेलोसिटी गुणे टाइम। एकदम ध्यान दिएर सुन्नु होला। हामीले थाहा छ अगाडि जुन निकालेका थियौ, के निकालेका थियौ, u के छ त हेर्नुस् त प्लस v/2 गुणे t है। हामीलाई थाहा छ we know that a इक्वल के छ त v माइनस u अपन के छ त t। यति त्यो कुरा थाहा छ हामीलाई। यसलाई हामीले हेर्नुस् त चेन्ज गर्यो भने t को भ्यालु यदि निकाल्यो भने के हुन जान्छ हेर्नु होला। हामीलाई एक्सेलरेसन को फर्मुला थाहा छ, यो भनेको एक्सेलरेसन हो। एक्सेलरेसन को फर्मुला हुन जान्छ v माइनस u बाइ t भने t को भ्यालु निकाल्दाखेरि के हुन जान्छ, t हेरौँ त यहाँ t बराबर v माइनस u बाइ a लेख्न मिल्छ कि मिल्दैन। हेर्नुस् त यो t को ठाउँमा हामीले क्रस गुणा गरिदियो भने t लाई यता फाल्दियो भने यता a ल्याउन मिल्छ कि मिल्दैन, मिल्छ है, मजाले मिल्छ है। अब हेर्नुस् त्यही कुरा लेख्ने हो, सुन्नु होला। u प्लस v बाइ 2 र यो यसलाई नच गर्नु होला है डिस्टेन्स ट्राभललाई, अनि इन्टु यो t को ठाउँमा हेर्नु त के राख्ने हो भ्यालु, हेर्नु त t को ठाउँमा कति भ्यालु राख्ने हो, हेर्नुस् v माइनस u बाइ के a। कुरा बुझिरहेछ है, v माइनस u बाइ a। अब यस बराबर हामीले के लेख्ने हो हेर्नु होला है। हेर्नुस् त v स्क्वायर है, कुरा बुझिरहेछ, v स्क्वायर के हुन जान्छ माइनस u स्क्वायर बराबर 2a। कुरा बुझ्यो। अब हेर्नुस् त यसलाई हामीले उता फाल्न मिल्छ कि मिल्दैन, मिल्छ नि। अब हेर्नुस् त के हुन जान्छ 2as बराबर v स्क्वायर माइनस के हुन जान्छ त u स्क्वायर। अब हामीलाई चाहियो के, हेर्नुस् त हाम्रो फोर्थ इक्वेसन अफ मोसन के भनेको छ, v स्क्वायर बराबर उलाई उता फाल्दियो भने के हुन्छ त u स्क्वायर प्लस 2a। यस यो चाहिँ हाम्रो के छ त फोर्थ इक्वेसन अफ मोसन। यही चारवटा इक्वेसन अफ मोसन हो हैन। त्यो क्लास 8 मा 9 मा पनि काम लाग्छन् है, त्यही भएर बुझ्नुपर्छ। यो इजी कन्सेप्टबाट है हामीले गर्न सक्छौं। र तपाईहरु के गर्नु होला, हेरेर यो भिडियोलाई सब्स्क्राइब गरिदिनु होला हैन, अनि शेयर गरिदिनु होला, लाइक गरिदिनु होला। धन्यवाद।